कुनै पनि मानिस यो अवस्थामा रहँदा उसको दिमागमा के चल्छ होला र उसलाई के चाहना र उसको इच्छा के हुन्छ होला। तपाईँ एकपटक कल्पना गर्नुहोस्, त्यसपछि म आफ्नो कुरा सेयर गर्छु। पक्कै पनि तपाईँले केही कुरा कल्पना गर्नुभयो होला र म आफ्नो कुराहरू सेयर गर्छु। अब निश्चय पनि म यति बेला दुःखमा छु र यो दुःखको घडीमा म आफूले आफ्नो धर्म संस्कार अनुसारको काम कर्म गरिरहेको छु र हरेक व्यक्तिले आफ्नो संस्कार अनुसारको गर्छन् पनि, म त्यो गरिरहेको छु। अब यति बेला मेरो मानसपटलमा के सवाल पैदा अथवा के कुरा खेलिरहेको छ अथवा मेरा इच्छा चाहना के छन् त, यो कुरा सेयर गर्न चाहन्छु। म यति बेला यो अवस्थामा मान्छे हामीले कुनै पनि खानेकुरा खाँदा एउटा नुन बिनाको कल्पना गर्न सक्दैनौँ। हरेक खानेकुरामा नुनको आवश्यकता महसुस गर्छौँ र नुन नै सबैभन्दा मिठो चिज हो भन्ने पनि हामीलाई लाग्छ नै। तर अब म यो अवस्थामा आउँदा, यो अवस्थामा बसिरहँदाखेरि मेरा कुराहरू, मैले सोचिरहेको मलाई आवश्यक पर्ने कुराहरू के भयो त भन्दा, वास्तवमा हामीले कुनै पनि राम्रो कपडा अथवा कुनै पनि राम्रो वस्त्र लाउँछौँ, त्यो दुनियाँको देखावटी, दुनियाँको अगाडि राम्रो बन्नको लागि लाउँछौँ। तर जीवन जिउनको लागि कुनै पनि राम्रो वस्त्रको होइन, सफा कपडा, 100 कपडा भए पनि चल्दो रहेछ भन्ने कुरा एउटा त्यो पनि महसुस भयो। अर्को, खानामा हामी विभिन्न प्रकारका व्यञ्जनहरू खान्छौँ, विभिन्न प्रकारका व्यञ्जनहरू खान पाए हुन्थ्यो भन्ने पनि लाग्छ। तर यति बेला दिनमा 1 छाक मात्रै खाने, त्यो पनि नर्मल सादा, त्यसमा नुन नहालेको खाँदाखेरि को मेरो अहिलेको स्वास्थ्य अवस्था एकदमै राम्रो छ र मलाई अहिले नुनको महसुस पनि भएको छैन अथवा कुनै राम्रो व्यञ्जनको महसुस खाने आवश्यकता, इच्छा भएको छैन। तर म यति बेला एकदमै आफूलाई स्वस्थ भएको महसुस गरेको छु, हल्का महसुस गरेको छु, खानेकुराप्रति कुनै लगाव भएको महसुस छैन। अर्को, हामी विभिन्न ठाउँमा विभिन्न व्यक्तिहरूसँग बस्छौँ, विभिन्न व्यक्तिहरूसँग सम्बन्ध राख्छौँ। तर यो अवस्थामा भइरहँदाखेरि हामी कसैसँग हिँड्न मिल्दैन, कसैसँग छोइन मिल्दैन, कसैसँग बस्न मिल्दैन भने, कसैसँग रोमान्स गर्न मिल्दैन भने, हामीले धेरै धन कमाउने अथवा धेरै